नमस्ते साथीहरू, वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज जाँदैछु नगरकोटमा रहेको रानी झुला, जुन हालसालै मात्र बनेको छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। भक्तपुर काठमाडौँबाट नजिकको दूरीमा रहेको हुनाले हजुरहरू सजिलोसँग आउन सक्नुहुनेछ। बाटो पनि राम्रो बनेको छ। लाग्यौँ अब हामी रानी झुलातिर। हामी आइपुग्यौँ। ओ माई गड, जङ्गलको बिचसम्म हेर्नुहोस् त, एकदम धेरै हाइटमा जङ्गलको बिचसम्म यति लामो झुलुङ्गे पुल त मैले फर्स्ट टाइम चढेको। स्टार्टिङमै म यति धेरै डराएँ कि म अब यो पुल पारी जान सक्दिनँ जस्तो लागेको थियो। मुनि हेर्दाखेरि त मेरो मुटु कामेर, त्यसैले म पारी हेर्दै हिँडेँ, तर पनि सकिनँ। त्यसैले म चाहिँ कसैको सहारामा गएँ। पछाडिबाट भाइहरूले दिदी फोटो खिच्नुहोस् न भन्दै हुनुहुन्थ्यो। मसँग क्यामेराम्यान हुँदाहुँदै म किन फोटो खिच्ने अरूसँग भनेर मैले पनि भनिदिएँ, भाइ मेकअप गरेको छैन, म त फोटो खिच्दिनँ भनेर। वाउ, हेर्नुहोस् त यस्तो हरियाली। नगरकोटको विशेषता चाहिँ यही हो है साथीहरू, हरियाली जङ्गल, स्वच्छ हावापानी अनि शान्त वातावरण। काठमाडौँको क्राउडी, धुलो धुवाँ, गर्मीलाई किक आउट गरेर एक दिनको लागि समय निकालेर नजिकको दूरीमा रहेको नगरकोट घुम्न आउन सक्नुहुनेछ। तर मेरो त घर नजिकै भए तापनि मैले धेरै नै वेटिङ गर्न परेको थियो, किनभने मेरो साथी छैन गाउँघरमा। कसैले टाइम म्यानेज गरेर यहाँसम्म आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अहिले चाहिँ रेनी सिजन भएको हुनाले हाम्रोतिर चाहिँ धेरै पानी पर्ने, हुस्सो लाग्ने, एकदम वेदर खराब हुने भएकोले बाहिर निस्किन पनि पाएको थिएन। घरमै गुम्सिएर बसिरहेको थिएँ। धेरै दिनको बाद यो मौसम एकदम राम्रो भएको हुनाले हामी बाहिर निस्क्यौँ। एकदमै रमाइलो भयो। अनि त्यसपछि हामी चाहिँ लाग्यौँ खाजा खान। यहाँ चाहिँ मिठो मिठो सेकुवा, पोर्क सेकुवा, बफ सेकुवा पाउने रहेछ। अनि उहाँ दाइको चाहिँ पसल टिकटकमा पनि भाइरल रहेछ। उहाँले भन्नुभएको थियो टिकटक हेरेर आउनुभएको हो दाजु, हामी त यहीँको बासिन्दा हौ नि भनेर हामीले पनि धेरै डिस्काउन्टमा धेरै पोर्क सेकुवा, बफ सेकुवा खाएर आयौँ। घर फर्किँदै हामी शान्ति डाँडाको बाटो हुँदै आउँदाखेरि हामी त्यहाँ पनि एकछिन पस्यौँ। यहाँ चाहिँ बुद्धको स्तूपा रहेको छ। एकदम पिस ठाउँ छ है हाम्रो नगरकोट चाहिँ। कसैले भन्नुहुन्छ नगरकोटमा केही पनि छैन भनेर। हेर्नुहोस् त, यो के हो त? प्रकृतिमा रमाउन जान्नेहरूलाई यो ठाउँ चाहिँ स्वर्ग हो है साथीहरू। हुन त आफू जन्मेको ठाउँ राम्रो लाग्ने